हेलो गाइस, तपाईहरुलाई के छ कस्तो छ सन्चो बिसन्चो। तपाईहरुलाई मेरो कोरिया इन्फो नेपालमा फेरि पनि स्वागत छ। साथीहरु, आज चाहिँ म तपाईहरुलाई सामाजिक सुरक्षा कोषमा चाहिँ पैसा कसरी तिर्ने भनेर देखाउन गइरहेको छु। साथै अब तपाईहरुलाई थाहा नै होला सामाजिक सुरक्षा कोष भनेको के हो भनेर, हैन? त्यो त मैले भनिराख्नु पर्दैन। हामीले जुन कोरिया आउने भन्दा अगाडि चाहिँ अथवा कमिटेड आउँदाखेरि चाहिँ तपाईहरुले चाहिँ श्रम गर्नुभएकै होला। श्रम गर्दाखेरि तपाईको क्यूआरहरु बनाइदिन्छ, हैन? जुन अब तपाईले मेन पावर अथवा कुनै जुन ईपीएस कार्यालय अगाडिको कुनै पनि एजेन्टहरुको थ्रुबाट चाहिँ श्रम गर्नुभएको होला अनि क्यूआर गर्ने सबैको एकमुष्ट रूपमा पैसा तिरेर गर्नुभएको होला। त्यो बेला चाहिँ तपाईको सामाजिक सुरक्षा कोषमा चाहिँ अटोमेटिकली अकाउन्टहरु बनाइदिएको हुन्छ उनीहरुले, हैन? त्यो चाहिँ बनाइदिसकेपछि तपाईहरुले चाहिँ अब पैसा त्यो बेला एकमुष्ट तिर्नु बेला चाहिँ 2000 समथिङ कति सामाजिक सुरक्षा कोषको लागि भनेर तिर्नु भएको हुन्छ। अब त्यसको कन्टिन्युटी चाहिँ तपाईहरुले दिनुभएको हुँदैन, हैन? त्यो भएन भने चाहिँ तपाईहरुले चाहिँ हामीले चाहिँ सामाजिक सुरक्षा कोषबाट पाउने सुविधाहरुबाट चाहिँ वञ्चित हुन्छौं। तर अब हामीले 60 वर्ष क्रस भएपछि त्यो जुन तिरेको 2000 समथिङको त्यो रिटर्न त पाउँछौं, हैन? तर जुन हामीले त्यो भन्दा अगाडि हुने जुन चोटपटक बिमाहरू अब जुन हामीले चाहिँ त्यसको दिने सबै चाहिँ सुविधाहरु पाउनको लागि चाहिँ हामीले त्यस कन्टिन्युटी दिनै पर्छ, हैन? त्यसको लागि चाहिँ पेमेन्ट कसरी गर्ने भनेर चाहिँ अब तपाईलाई आज देखाउन गइरहेको छु। अब त्यो जुन तपाईहरुले चाहिँ सामाजिक सुरक्षा कोषको तपाईको आईडी बनिसकेको हुन्छ, तपाईलाई थाहा हुँदैन, हैन? जुन श्रमको पेपर मैले राखिदिएको छु, यस्तै श्रमको पेपर हामीले दिएपछि त्यहाँ एसएसआईडी भनेर हुन्छ, हैन? त्यो आईडीको मार्फत चाहिँ हामीले पैसा तिर्न सक्छौं, जुन तपाईलाई देखाउन गइरहेको छु। सबैभन्दा पहिला चाहिँ तपाईहरु आफ्नो मोबाइल ट्याब ल्यापटपको चाहिँ क्रोम ब्राउजर अथवा सफारीमा गएर एसएसएफ नेपाल टाइप गर्नुस् र त्यसमा चाहिँ यस्तो इन्टरफेस आउँछ अनि एसओएस इज अनलाइन भन्नेमा क्लिक गर्नुस्। त्यहाँ क्लिक गरिसकेपछि चाहिँ तपाईको, हैन, अब यसरी खोलिन्छ। यो खोलिसकेपछि त्यहाँ तपाईको अन्त कहीँ हेर्नु पर्दैन, हैन? यो जुन योगदानकर्ताको पोर्टल भन्ने हुन्छ, हैन? त्यसमा चाहिँ क्लिक गर्नुहोस्। अब यसरी क्लिक गरिसकेपछि यो इन्टरफेस खोलिन्छ। अब एसएसआईडी भनेको चाहिँ तपाईको सोशल सेक्युरिटी फन्डको चाहिँ आईडी जुन तपाईलाई मैले भन्नुभएको थियो, श्रमको पेपर जुन तपाईले ईपीएस आईडी का कार्यालय अगाडिबाट तपाईले पैसा तिरेर जुन बनाउनु भएको थियो नि, त्यहाँ जुन तपाईको श्रमको पेपर दिएको हुन्छ क्यूआर सहितको, त्यसमा चाहिँ तपाईको एसएसआईडी भनेर हुन्छ, हैन? यहाँ देखाएको जस्तै त्यो राख्नुस्। अनि त्यो राखेपछि अब पासवर्ड तपाईले बिर्सिनु भयो अथवा चाहिँ अब त्यहाँ के राख्दियो भन्ने थाहा भएन भने त्यहाँ चाहिँ रिसेट पासवर्ड नथिक्नु भयो भने तपाईले यहाँ लगइन गर्दाखेरि अब केबाट गर्ने, मोबाइल नम्बरबाट गर्ने कि जुन तपाईको जीमेलबाट गर्ने भनेर सोध्छ, हैन? तपाईको त्यो बनाउँदाखेरि चाहिँ अब जीमेल आईडी आफ्नै दिनु भएको छ भने उनीहरुले आफ्नै राख्दिएको हुन्छ, हैन भने अब त्यो अब ब्रोकरहरुले चाहिँ आफ्नो जीमेल राखेको छ भने फेरि त्यही जान्छ के ओटीपी। त्यही भएर तपाईहरुले चाहिँ नम्बर अथवा जीमेल चाहिँ सही राख्नुपर्ने हुन्छ। अब तपाईले त्यही उनीहरुकै राखेको छ भने त्यो जुन जहाँबाट बनाउनु भएको त्यसलाई नै एकचोटी कन्ट्याक्ट गरेर जीमेल आईडी माग्नुपर्ने हुन्छ, हैन? त्यसरी बनाउनुपर्ने हुन्छ। अनि रिसेट गरिसकेपछि तपाईको नयाँ जीमेल आईडीमा चाहिँ तपाईको नयाँ पासवर्ड रिसेट गर भन्छ, हैन? रिसेट गर्ने। रिसेट गरिसकेपछि त्यही रिसेट गरेको पासवर्ड र यो एसएसआईडी राखेर लगइन गर्ने। तपाईको लगइन गरिसकेपछि, हैन, अब यस्तो इन्टरफेस खोलिन्छ। अब तपाईको लगइन भयो। तपाईले उता मान्छेको जस्तो चित्र छ भने त्यसमा तपाईको आफ्नो प्रोफाइल पनि हेर्न सक्नुहुन्छ। अब तपाईले चाहिँ यहाँ कलेक्सन भन्नेमा क्लिक गर्नुस्। कलेक्सनमा क्लिक गरिसकेपछि तपाईको यहाँ कन्ट्रिब्युसन कति गर्नुभएको छ, कति तिर्नु भएको छ सबै आउँछ, हैन? अब यस्तो आइसकेपछि तपाईले चाहिँ यहाँ यस्तो डु यु ह्याभ सफिसिएन्ट नम्बर भन्छ, त्यसो भने गेट्स न्यू सफिसिएन्ट नम्बर गर्नुस्, ओके गरिदिनुस्। अब तपाईको नयाँ सब्मिसन नम्बर, यो पेमेन्ट गर्ने सब्मिसन नम्बर आयो। अब चाहिँ तपाईको चाहिँ यस्तो खोलिसकेपछि अब कुन वर्षको तिर्ने, कति महिनाको तिर्ने सबै दिन्छ यहाँ, हैन? 2082 जेठको अब कति महिनासम्म तिर्ने, जेठदेखि फ्रम जेठदेखि कति महिना, 12 महिना, 10 महिना,
कतिको अब तपाईँको त्यहाँ बेसिक 170 छ, 12,170 छ, त्यसको क्यालकुलेसन हुन्छ। नेपालको नियम अनुसार चाहिँ अहिले 17,000 समथिङ बेसिक स्यालेरीको चाहिँ 12,170 को मात्रै कन्ट्रिब्युसन 2500 समथिङ हुन्छ होइन। त्यसलाई चाहिँ तपाईँले अब कति महिना तिर्ने, 1 महिनाको भयो त्यो, तपाईँको महिनापछि तिर्ने कि 12 महिनाको तिर्यो भने अब त्यहाँ त्यही अनुसारको कन्ट्रिब्युसन देखाउँछ। मैले चाहिँ 24 महिनाको तिरेँ होइन, 60,000 समथिङ आएको थियो। यहाँ देख्न सक्नुहुन्छ तपाईँले मैले तिरेको यो चाहिँ त्यहाँ हेर्नुहोस् 2083 को 2 को 14 चाहिँ 60,000 समथिङ तिरेको छु। तपाईँले चाहिँ महिनापछि तिर्ने हो कि के तिर्ने, अब तपाईँले सबै सिलेक्ट गरिसकेपछि चाहिँ यहाँ सेभ गरिदिनुहोस् अनि सबमिट गरिदिनुहोस् क्या। तपाईँले सबै त्यो कति महिनाको तिर्ने होइन सबै सिलेक्ट गरेर अब यो गरिसकेपछि सेभ गरिदिने अनि सबमिट गरिदिने भएपछि चाहिँ अब ल्यापटपमा हो भने चाहिँ तपाईँको डाइरेक्ट त्यहाँ अब तपाईँको पेमेन्टको कनेक्ट आइपिएसबाट गर्ने हो कि ई सेवाबाट गर्ने कि खल्तीबाट गर्ने भने आउँछ। तर अब मोबाइलबाट अथवा ट्याबबाट चाहिँ यस्तो आउँदैन है। त्यस्तो आएन भने चाहिँ तपाईँले यो सबमिसन नम्बर तपाईँले अहिले जुन पाउनुभयो नि त्यो चाहिँ त्यहाँ पनि स्क्रिनमा देख्न सक्नुहुन्छ सबमिसन नम्बर, त्यसलाई चाहिँ टिपेर राख्नुहोस् होइन। अनि त्यसपछि त्यो सबमिसन नम्बर र एसएसआइडी भएर चाहिँ तपाईँले खल्ती लगइन गर्नुहोस्। खल्ती लगइन गरिसकेपछि यसरी जुन तपाईँको एसएसआइडी र सबमिसन नम्बर हानिसकेपछि तपाईँको पेमेन्ट चाहिँ गर्ने अप्सन आउँछ क्या। अनि त्यसपछि तपाईँको अटोमेटिकली अमाउन्ट आउँछ, तपाईँले रेकर्ड गर्नुभएको थियो त्यहाँ अघि त्यो सबै एमाउन्ट आउँछ। अनि त्यसपछि पेमेन्ट गरिदिइसकेपछि यस्तो रिसिप्ट आउँछ। यो आइसकेपछि तपाईँको पेमेन्ट कम्प्लिट भयो। पेमेन्ट भएन भनेर हेर्न मन लाग्यो भने तपाईँले सोसियल सेक्युरिटी फन्डको यो केवाइसी भन्नेमा क्लिक गर्नुभयो भने यहाँ तपाईँले तिर्नुभएको एमाउन्टहरू देख्नुहुन्छ। टोटल तपाईँले कति पेन्सन एमाउन्ट हुन्छ, तपाईँ कति तिर्यो, तल देखाइरहेको 60,115 मैले तिरेको भनेर। यसरी साथीहरू तपाईँहरूले चाहिँ सोसियल सेक्युरिटी फन्डमा पैसा तिर्न सक्नुहुन्छ आफ्नै मोबाइलबाट। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो, मन परेमा लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। कोरियन फर नेपाललाई सधैँ माया गरिदिनु होला। धन्यवाद। थ्याङ्क्स फर वाचिङ।